नमस्कार, म विनोद कुमार पोखरेल, म सहायक प्रमुख जिल्ला अधिकारी पर्सा। पर्सा जिल्लाको भनौँ न सदरमुकाम वीरगञ्जमा मुख्य सडक विस्तारको कार्ययोजनाहरू अगाडि बढ्दै गएको अवस्था छ। सडक डिभिजन विभागले, सडक डिभिजन कार्यालयले केही सूचनाहरू समेत आजै सार्वजनिक गरेका छ। अब यो कामलाई अगाडि बढाउन शान्ति सुरक्षाको र व्यवस्थापनको हिसाबमा स्थानीय प्रशासनले के गर्दैछ? हामीले आम रूपमा सकेसम्म यथासम्भव सबै पक्ष, सरकारवाला सबै पक्षहरूको सहमति र समर्थन लिने गरी हामीले एउटा बैठक राख्यौँ, समन्वयात्मक बैठक भन्यौँ त्यसलाई। त्यसमा हाम्रा धेरै क्षेत्रका व्यक्तित्वहरू हुनुहुन्थ्यो र त्यो बैठकबाट हामीले एक प्रकारको एउटा सहमति, कन्सेन्सस आर्जन गऱ्यौँ, सहमति कायम गरेर यो सडक विस्तारको कार्य अघि बढाउने भनेर निर्णय गरेका छौँ। र साथै हाम्रो सुरक्षाको बैठकबाट पनि, जिल्ला सुरक्षा समितिको बैठकबाट यसलाई प्रभावकारी रूपमा सम्पन्न गर्ने गरी हाम्रो सुरक्षा व्यवस्था, पुख्ता व्यवस्था गरेका छौँ। अब व्यक्तिको घर तोड्ने भनेको ठुलै कुरो हो र यसको प्रतिक्रियाहरू पनि आउने गर्दछ, कहिलेकाहीँ हिंसात्मक प्रतिक्रिया पनि आउने गर्दछ। यी परिस्थितिको लागि स्थानीय प्रशासनले के तयारी गर्छ? सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति हुनेछ र मलाई जहाँसम्म लाग्छ यो धेरै कुरा त हाम्रो सडक डिभिजनको डी साहबले भन्नु पनि हुनेछ, संस्थागत मेमोरी उहाँसँग छ। यसमा धेरै पटक सूचना गर्दाखेरि मलाई लाग्छ सरकारवाला आम सर्वसाधारणहरू यसको विरुद्धमा अदालतमा स्टेमा जानुभएको थियो, जुन कुरा अदालतले त्यहाँ अस्वीकार गर्यो। स्टे नदिएपछि उहाँहरूले के बुझ्नुपर्छ भने यो स्वत अब यो खाली हुन्छ होइन, पछाडि हट्नुपर्छ भन्ने कुरा उहाँहरूले बुझ्नुहुन्छ नै भन्ने मैले चाहिँ विश्वास लिएको छु।